हेरेका छौँ फ्लोहरू कुनै पनि हाइड्रोलिक्समा फ्लुइडहरू जब फ्लो गर्छ हैन, फ्लुइडको जब मोसन हुन्छ भनेपछि कस्तो कस्तो हुनसक्छ कि ओपन च्यानलमा त्यो कस्तो कस्तो हुनसक्छ भनेपछि भनेको हाम्रो ग्रेजुअली भ्यारिङ फ्लो हुनसक्छ र ऱ्यापिड भ्यारिड फ्लो हुनसक्छ र त्यो दुईटामा के फरक छ भन्ने कुरा हामी अहिले बुझ्छौँ। के छ भने चाहिँ भनेको ग्रेजुअली भ्यारिड फ्लोमा के हुन्छ भनेको जस्तै कि यति डेप्थमा हाम्रो पानी बग्दैछ हैन, त ग्रेजुअली बग्दैछ भनेपछि यसमा के हुन्छ भनेको यो ग्रेजुअली प्रोफाइलमा चेन्ज आउन सक्छ। यदि यो ऱ्यापिडली बग्दैछ भनेपछि भनेको यसमा के आउँछ भनेको जम्प आउने सम्भावना आउन सक्छ। तर योमा के आउन सक्छ भनेपछि एस प्रोफाइल आउन सक्छ, माइल्ड प्रोफाइल आउन सक्छ, हरिजेन्टल प्रोफाइल आउन सक्छ, डिफ्रेन्ट प्रोफाइलहरू योमा आउन सक्छ र योमा के हुन सक्छ भनेको जम्पहरू फर्मेसन हुन सक्छ। त आजको क्लासमा हामीले के पढ्ने भनेको ग्रेजुअली भ्यारिङ फ्लोले गर्दाखेरि डिफ्रेन्ट प्रोफाइलहरू कसरी बन्ने गर्छ भन्ने कुरालाई हामी आजको क्लासमा स्टडी गर्नेछौँ र यो ऱ्यापिड भ्यारिड फ्लोलाई हामीले पछि पढ्ने अर्को क्लासमा हामीले पढ्ने गर्छौँ। Gradually varied flow that is GVF is defined as the steady non-uniform flow where the depth of the flow varying gradually from the section to section along the length of channel। ठीक छ, along the length of the channel मा के हुन्छ भनेको ग्रेजुअली भ्यारिङ गर्छ र यो फ्लो के कारणले गर्दाखेरि हुन सक्छ हैन, यो फ्लो के कारणले गर्दाखेरि हुन सक्छ त्यो हामी बुझौँ भनेपछि कारण। एउटा कुरा के हुन सक्छ भनेको जब हाम्रो के हो बेड हो, यहाँ कुनै अब्स्ट्रक्सन आयो भनेपछि यहाँबाट के हुन्छ यो फ्लो भनेको थोरै यस्तो स्लाइटली चेन्ज भएर जान सक्छ। अर्को कारण के हुन सक्छ भनेको यो भनेको अब्स्ट्रक्सनको कारणले गर्दाखेरि। त्यसपछि के हुन सक्छ यो बटमको जुन बेड छ नि त्यो थोरै हाम्रो स्लाइटली चेन्ज भयो भनेपछि भनेको त्यति बेला पनि हाम्रो के हुन्छ भनेको ग्रेजुअली भ्यारिङ फ्लो हामीले हेर्न पाइन्छ र यति मात्र हैन यसरी पनि हामीले के हुन्छ भनेको चेन्ज भयो भनेपछि हाम्रो के हुन्छ यहाँ ग्रेजुअली भ्यारिङ हाम्रो प्रोफाइल ग्रेजुअली भ्यारिङ प्रोफाइल हामीले हेर्न सकिन्छ। र तेस्रोमा भनेको यदि हाम्रो यो क्यानल यसरी जाँदैछ यहाँ अब के भनेको कम्प्याक्सन भएर गयो भनेको यो कम्प्रेस भएर गयो भनेको यता पनि हाम्रो के हुन्छ भनेको ग्रेजुअली भ्यारिङको प्रोफाइल हामीले हेर्न पाइन्छ। यति तीनटा कारणले गर्दाखेरि हामीले के गर्न सकिन्छ ग्रेजुअली भ्यारिङ प्रोफाइल फ्लो हामीले हेर्न सकिन्छ। अब जीभीएफ को हामीले ग्रेजुअली भ्यारिङ फ्लो को हामीले इक्वेसन हामीले ड्राइभ गर्न गइरहेका छौँ। इक्वेसन अफ जीभीएफ ग्रेजुअली भ्यारिङ फ्लो। अब हामीले के गर्नुपर्छ सुरुमा भनेको एउटा डाटम लिनुपर्छ। एउटा हामीले के लियो डाटम लियो। डाटम लिँदाखेरि हामीले के हुन्छ तल त एउटा बेड हुन्छ कुनै यो भनेको बेड हो। अब बेडबाट यहाँसम्मको डिस्टेन्सलाई हामीले के मान्दिने भनेको Z1 मान्दिने। अनि यहाँदेखि यहाँसम्मको डिस्टेन्सलाई हामीले के मान्दिने Z2 मान्दिने। यो डाटम भएर यो के भयो भनेको S0 स्लोप हामीले मान्दिएको र यो के छ भनेको नर्मल डेप्थ हामीले यतिसम्म छ भनेपछि यहाँदेखि यहाँसम्मको हाइट कति डेप्थ कति हुन्छ Y1, यतादेखि यतासम्म कति हुन्छ Y2। त्यसपछि हाम्रो के हुन्छ भनेको म्याक्सिमम लेभल अफ द म्याक्सिमम भनेको यो भनेको म्याक्सिमम हाम्रो यतिसम्म जान सक्छ पानी। नर्मल त्यसरी बग्छ र कुनै पनि अब भेलोसिटी फ्लोको के हुन्छ भनेको ऱ्यापिड धेरै भेलोसिटी आयो भनेपछि यो के हुन्छ यतिसम्म बढ्न सक्छ भन्ने कुरा हामीले यो हेडले बताउने काम गर्छ। त्यो भनेको के हो v1²/2g v2²/2g। त यसलाई हामीले के मान्दिने वाटरको स्लोप यसलाई मान्दिने के भने म्याक्सिमम स्लोप। ठीक छ, यो टोटल हाइट डेप्थलाई हामीले के मान्दिने h। यतिसम्म त बुझिन्छ हामीले मजाले। यसलाई हामीले के भन्छ टोटल इनर्जी लाइन भनेको यति इनर्जी लाइनसम्म हाम्रो यो पानी जान सक्छ। यसलाई हामीले के भन्ने हाइड्रोलिक ग्रेडियन्ट लाइन। ठीक छ, यतिसम्म हामीले गर्न सकिन्छ भनेको यो हाम्रो कुनै पनि फ्लो हुँदैछ भनेपछि ओपन च्यानलमा भनेपछि यस्तो हामीले फ्लो प्रोफाइल हामीले कन्सिडर गर्न सकिन्छ। अब यहाँ हेर त अब यो टोटल हेड इक्वल्स टु कति हुन्छ Z + Y + V²
2g हैन। टोटल हेड भनेको के हो, यो हैन, हेड टोटल हेड इक्वल्स टु यो प्लस यो, ठिक छ। यति हामी गरौँ। अब यसलाई हामीले के गर्ने, यो इक्वेसनलाई हामीले dh/dx ले हामीले के गरिदिने, डिफ्रेन्सिएसन गरिदिने। डिफ्रेन्सिएसन गरेपछि हामीले के पाउँछौँ भने चाहिँ यो dz/dx पायौँ प्लस dy/dz पायौँ, dy/dx पायौँ प्लस q²/2g, ठिक छ। dA - 2/dA इन्टु dA/dx हामीले यतिसम्म पायौँ। अब यहाँबाट हामीले के लेख्न सकिन्छ भनेको dh/dx छ नि, त यहाँ हेर त, यहाँबाट हेर्ने प्रोफाइलमा h छ अनि चाहिँ एक्समा, h को लाइनमा कुन छ, sf छ भनेपछि हामीले के लेखिदिने, -sf इक्वल्स टु -s0 भनेको z कहाँ छ, z यहाँ छ, s0 छ भनेपछि माइनस s0 हुन्छ, यहाँ -s0 हुन्छ अनि यहाँ -s0 प्लस dy/dx हामीले गरौँ। र यसलाई हामीले डिफ्रेन्सिएसन गर्दाखेरि हामीले यो 2 के हुन्छ, क्यान्सल भएर हाम्रो फाइनल एन्सर के आउँछ भने चाहिँ भनेको q²/ga³ है, अनि dA/dy इन्टु dy/dx। अब एउटा कुरा के बुझ्नुपर्छ यहाँ भनेको एरियालाई हामीले डेप्थले डिभाइड गर्यो भने चाहिँ हाम्रो के दिन्छ, टप वाइड दिन्छ। यति कुरा बुझ्ने त भनेपछि यहाँबाट हामीले के लेख्न सकिन्छ भनेपछि s0 - sf इक्वल्स टु के हुन्छ भनेको dy/dx माइनस q²/ga³ यहाँ t टप विथ भनेको यसलाई t हामीले मान्न सकिन्छ भने यसलाई हामीले dA/dy पनि भन्न सकिन्छ, किनभने डेप्थ एरियालाई हामीले डेप्थले डिभाइड गर्यो भने चाहिँ वाइड आउँछ, वाइड भनेको t हो, त्यही भएर यहाँ t आयो। त्यसपछि हामीले के गर्न सकिन्छ, dy/dx। अब हामीले यहाँ dy/dx त कमन लिन सकिन्छ, त dy/dx इक्वल्स टु के भइहाल्छ, s0 - sf/1 माइनस q²t/ga³, ठिक छ। यो हाम्रो के आयो भने फाइनल इक्वेसन अफ द GBF, ग्रेजुअली भ्यारिङ फ्लोको हाम्रो एउटा के आयो, इक्वेसन आयो। अब यो हाम्रो आएको यो इक्वेसनलाई हामीले यो इक्वेसनसँग पनि कम्पेयर गरेर हामीले लेख्न सकिन्छ, जसमा हामीले yn इक्वल्स टु के भयो, नर्मल डेप्थ अफ द फ्लुइड, अनि त्यसपछि yc इक्वल्स टु क्रिटिकल डेप्थ अफ द फ्लुइड, यो भनेको हाम्रो एक्चुअल डेप्थ अफ द फ्लुइड भयो, ठिक छ। अब यो फर्मुलाबाट हामीले डिफ्रेन्ट प्रोफाइलहरू कसरी फर्मेसन हुन्छ भन्ने कुरा हामीले अब यहाँ पढ्ने छौँ। जस्तै कि हामीलाई 2-3वटा कुराको कन्सेप्ट बुझ्नुपर्छ, ठिक छ। कन्सेप्टमा के छ भनेको dy/dx इज इक्वल्स टु पोजिटिभ छ भने हाम्रो के हुन्छ, डेप्थ के हुन्छ, इन्क्रिज हुन्छ, ठिक छ। डेप्थ के हुन्छ, इन्क्रिज हुन्छ। इफ dy यदि इन्क्रिज भयो भनेपछि कस्तो प्रोफाइल बन्छ भनेको जस्तै यहाँ यस्तो बेड छ भनेपछि यसरी हाम्रो पानी बग्दै थियो भनेपछि के हुन्छ, यसरी इन्क्रिज हुन्छ। यसलाई हामीले के भन्छ, ब्याक वाटर कर्भ। अनि त्यसपछि हाम्रो dy/dx इक्वल्स टु के हुन्छ, नेगेटिभ भयो भनेपछि के हुन्छ, डेप्थ के हुन्छ, डिक्रिज हुन्छ, डेप्थ के हुन्छ, डिक्रिज हुन्छ। जसमा के हुन्छ भनेको बेड यदि यस्तो छ भनेपछि हाम्रो के हुन्छ, यसरी बग्दै थियो भने चाहिँ के हुन्छ, यसरी डिक्रिज हुन्छ। यो दुईटा कन्सेप्टले हामीले के हुन्छ भनेको धेरै जस्तो हाम्रो प्रोफाइलहरू क्रिएट गर्नलाई हेल्प गर्छ। र अर्को कुरा हामीले के बुझ्नुपर्छ भनेको इफ yn इज ग्रेटर देन yc देन के हुन्छ भनेको माइल्ड हुन्छ स्लोप। त्यसपछि yc इज ग्रेटर देन yn छ भने चाहिँ के हुन्छ, स्टिप हुन्छ। त्यसपछि yn इज इक्वल्स टु yc छ भने चाहिँ के हुन्छ, क्रिटिकल हुन्छ। इफ yn इज इक्वल्स टु इन्फिनिटी हुन्छ भनेपछि के हुन्छ, होरिजेन्टल हुन्छ। yn इक्वल्स टु इन्फिनिटी भयो भने के हुन्छ, ADVERS, एडभर्स। यति कुरा जानेपछि अर्को हामीले के कुरा जान्नुपर्छ भनेको इफ y इज ग्रेटर देन yc, यसलाई के भन्ने हामीले, सब क्रिटिकल। इफ y इज लेस देन yc छ भनेपछि हामीले के बुझ्ने,
सुपर क्रिटिकल। ठिक छ, यति कुरा हामीले त बुझ्यौँ होइन मजाले, यति कुरा हामीले बुझ्यौँ मजाले। अब हामीले पहिलो भन्नुमा माइल्ड स्लोपको बारेमा पढ्ने। माइल्ड स्लोप हामीले के बुझ्नुपर्छ भने चाहिँ भनेको माइल्ड स्लोपमा के छ भने चाहिँ भनेको माइल्ड स्लोपमा हाम्रो कन्डिसन के छ, yn इज ग्रेटर देन yc। हामीले यहाँ के लेखिदिनुपर्छ भने चाहिँ भनेको yn के हुन्छ, ग्रेटर देन yc हुन्छ। यो पनि के हुन्छ, तीनवटा प्रोफाइल हुन्छ, एउटा m1 प्रोफाइल हुन्छ, एउटा m2 प्रोफाइल हुन्छ, एउटा m3 प्रोफाइल हुन्छ। त अभियस कुरा छ हाम्रो yn इज ग्रेटर देन yc हुन्छ सबैमा। त सुरुमा हामीले के हुन्छ भनेको y यो नर्मल डेप्थ इज ग्रेटर देन नर्मल डेप्थ, यो के भन्छ भनेको एक्चुअल डेप्थ इज ग्रेटर देन नर्मल डेप्थ इज ग्रेटर देन yc। त्यसपछि m2 प्रोफाइलमा के हुन्छ भनेको yn इज ग्रेटर देन y इज ग्रेटर देन yc। फेरि यहाँ के हुन्छ भनेको yn इज ग्रेटर देन yc इज ग्रेटर देन y भनेको यो y को के हुन्छ भनेको पोजिसन के भयो, बिस्तारै बिस्तारै चेन्ज हुँदै गयो। त भनेपछि यसको प्रोफाइल अब कसरी बन्छ भनेपछि सुरुमा हामीले के लिने, एउटा बेड लिने। त्यसपछि क्रिटिकल डेप्थ लाइन, ठिक छ, क्रिटिकल डेप्थ लाइन CDL। त्यसपछि हाम्रो के हुन्छ नर्मल डेप्थ लाइन, नर्मल डेप्थ लाइन भनेपछि हाम्रो बेडबाट यहाँसम्मको डिस्टेन्स कति हुनुपर्छ, yc। यहाँदेखि यहाँसम्म कति हुनु पर्यो, yn। अब के छ भनेको सबभन्दा ठुलो के छ अहिले, y छ भनेपछि हाम्रो प्रोफाइल यस्तो बन्यो yn को लागि। ठिक छ, अब त्यसपछि हामीले के गर्ने, यसको लागि बनाउने। यसको लागि पनि सेम हामीले के गर्ने, NDL CDL बेड, फेरि NDL CDL बेड। योमा के हुन्छ, बिचमा हुन्छ यो, त्यसपछि यता हुन्छ यो हैन। त्यसपछि यो भनेको के भयो, y भयो, यहाँ भनेको y भयो, यो भनेको yc भयो, यो भनेको yn भयो, यो भनेको yn भयो, यो भनेको yc भयो। त्यसपछि हाम्रो यो सबै कन्डिसनहरू के भयो, जे होस् यहाँ के भयो, मिल्यो हैन। यहाँ हामीले लेखेको कन्डिसनहरू मिल्यो। अब हामीले एउटा फर्मुला थाहा छ, के फर्मुला भनेपछि dy/dx इक्वल्स टु के छ फर्मुला भनेको, dy/dx इक्वल्स टु के छ फर्मुला भनेको s0 1 माइनस yn/y को पावर 10/3 है, अनि त्यसपछि 1 माइनस yc/y को पावर 3। अब यो फर्मुलाबाट हामीले के गर्न सकिन्छ, डिफ्रेन्ट प्रोफाइलको हामीले निकाल्न सकिन्छ। जस्तै हेर त, अब dy/dx यो के को लागि हो, m1 को लागि। अब m1 को लागि हामीले निकाल्दाखेरि यो m2 को लागि, यो चाहिँ m3 को लागि। अब dy/dx यदि यो भ्यालु अहिले के छ भनेको yn के छ, y भन्दा के छ, सानो छ। यो सानो छ र यो ठुलो छ भनेपछि ठुलो माइनस सानो गयो भने चाहिँ के हुन्छ, पोइन्टमा आउँछ भनेपछि यहाँ के हुन्छ, पोजिटिभ आउँछ। भनेपछि सुरु केसमा हाम्रो के आयो, पोजिटिभ आयो। माथि त पोजिटिभ आयो, तल हेरौँ। अब तल के छ भनेको yc के छ, yn भन्दा y भन्दा सानो छ भनेपछि यो सानो भयो, यो चाहिँ ठुलो भयो हैन। अहिले त y त ठुलो छ नि, भनेपछि माथि पनि पोजिटिभ आयो र तल पनि पोजिटिभ आएपछि हाम्रो के हुन्छ, फाइनली पोजिटिभ आयो। ठिक छ, m1 प्रोफाइलको लागि हामीले के आयो, पोजिटिभ आयो। त अब हामीले के हुन्छ, हामीले अघि नै यो कन्सेप्ट पढेका छौँ, यदि पोजिटिभ आयो भने डेप्थ के हुन्छ, इन्क्रिज गर्छ। प्रोफाइल कस्तो भन्छ, यस्तो भन्छ। यसको के भयो भने चाहिँ भनेको इफ y इज ग्रेटर देन yc छ भने चाहिँ के हुन्छ, सुपर सब क्रिटिकल, सब क्रिटिकल। भनेपछि हामीले यहाँ एउटा के बुझ्नुपर्छ भने चाहिँ भनेको डेप्थ के हुन्छ, इन्क्रिजेज ब्याक वाटर, त्यसपछि सब क्रिटिकल। अब हामीले यो m1 प्रोफाइल हो, यो m2 हो र यो m3 हो। त m1 प्रोफाइल कसरी बन्छ, हाम्रो कसरी चेन्ज हुन्छ, यसरी चेन्ज हुन्छ, यो m1 प्रोफाइलको लागि। ठिक छ, अब सिमिलरली हामीले m2 को लागि चेक गर्ने। अब m2 को लागि चेक गर्दाखेरि हामीले यही फर्मुलामा हेरौँ त, y के छ, ग्रेटर छ, यो yn के छ, ग्रेटर छ, y के छ, स्मलर छ भनेपछि ग्रेटर डिभाइडेड बाई स्मलर के भयो, माथि त के भयो हाम्रो नेगेटिभ भयो, तल त हाम्रो के हुन्छ भनेको पोजिटिभै हुन्छ। र नेगेटिभ पोजिटिभ भने के हो, नेगेटिभ हो, जसमा के हुन्छ भनेको डेप्थ डिक्रिज हुन्छ
अनि त्यसपछि हाम्रो के हुन्छ भनेको ड्र डाउन हुन्छ। अब यहाँ के छ भनेको सब क्रिटिकल क्रिटिकलको लागि हामीले के लेख्ने वाइसी, त्यहाँ के हुन्छ सब क्रिटिकल नै हुन्छ। ठिक छ, यति भएपछि हाम्रो अब प्रोफाइल कसरी बन्छ भनेको हाम्रो प्रोफाइल कसरी बन्छ भनेको माथिबाट आउने यो तलतिर जाने यो M2 भयो। अब सिमिलरली M3 मा पनि के हुन्छ dy/dx के हुन्छ भनेको dy/dx के हुन्छ नेगेटिभ हुन्छ, माथि पनि तल पनि नेगेटिभ हुन्छ र नेगेटिभ नेगेटिभ भएर यो पोजिटिभ भइहाल्छ, जुन के हुन्छ भनेको ब्याक वाटर भयो है। अनि त्यसपछि के भयो डेप्थ इन्क्रिजेज, यो के भयो सुपर क्रिटिकल यसको प्रोफाइल कसरी बन्छ भनेको अब यसरी इन्क्रिज है, यसरी इन्क्रिज गर्दै M3। हामीले यो प्रोफाइल पनि हामीले बनाउन M प्रोफाइल पनि हामीले बनाउन सिक्यौं।